सो हेलो एभ्रिवान, यो भिडियोमा चाहिँ हामी मोस्टली फोकस गर्छौँ हाउ टु प्र्याक्टिस फर म्याथ डिबेट युजिङ एआई भनेर। सो एमबाग कलेजले चाहिँ एउटा म्याथ डिबेट राख्न लागेको छ। सो त्यो म्याथ डिबेटको लागि चाहिँ हामीले एआई युज गरेर बेसिकली हामी च्याट जिपिटी युज गर्छौँ। सो च्याट जिपिटी युज गरेर चाहिँ कसरी प्र्याक्टिस गर्न सक्छौँ, हामीले आफ्नो स्क्रिप्टहरू डिबेटको लागि अथवा हाम्रो आइडियाहरू चाहिँ कसरी जेनेरेट गर्न सक्छौँ युजिङ एआई, त्यो बारे चाहिँ हामी बुझ्छौँ। सो सबैभन्दा फर्स्टमा चाहिँ म मेरो स्क्रिन देखाउँछु। सो मैले चाहिँ कसरी स्टार्ट गरेँ होइन प्रिपरेसन भन्दाखेरि, हाम्रो टपिक भनेको यो पालिको लागि के छ भन्दाखेरि मोन्युमेन्ट्स अफ नेपालमा म्याथ कसरी इन्भल्भ भइरहेछ, ठिक छ। मोन्युमेन्ट्समा म्याथ कसरी हामीले चाहिँ रिलेट गर्न सक्छौँ त्यो बारे हाम्रो टपिक छ। सो त्यसको लागि चाहिँ मैले सबैभन्दा सुरुमा गुगलमा आएर फेमस मोन्युमेन्ट्स अफ नेपाल भनेर हालेँ। त्यसपछि आई ह्याड लाइक बन्च अफ अप्सन्स, र यो अप्सन्समध्ये चाहिँ मलाई अलिकति राम्रो लागेको भनेको, सबै राम्रो नै हो तर मैले चाहिँ योपालि चुज गरेँ भने सिंहदरबार चुज गरेँ। यु क्यान चुज एनी वान अफ दिज है। सो जुनसुकै पनि चुज गर्न मिल्यो है। हामीसँग बन्च अफ अप्सन्सहरू हुन्छ, हामी डिफ्रेन्ट साइट्सहरू भिजिट गरेर पनि मल्टिपल अप्सन्सहरू मल्टिपल चोइसेसहरू हेर्न सक्छौँ। र मैले चाहिँ सिंहदरबार चुज गरेँ। अनि सिंहदरबार चुज गरिसकेपछि देन अगेन मैले सर्च गरेँ सिंहदरबार भनेर। अब सिंहदरबार सर्च गरिसकेपछि मलाई त्यसको रिजल्टहरू आयो। सो मैले चाहिँ बेसिकली विकिपिडिया अलिकति बेसी ट्रस्ट गर्ने भएर विकिपिडिया युज गरेँ। सो विकिपिडियाभित्र आइसकेपछि मलाई सिंहदरबारको बारेमा धेरै कुराको नलेज भयो। अब हामीसँग इफ रिसर्च गर्नलाई टाइम छैन होइन, यदि रिसर्च गर्न टाइम छ भने त अभियसली हामी यहाँ पढेर होइन कुन कुन टपिकलाई चाहिँ त्यो इन्भल्भ गराउन सक्छ, कुन कुन कुरालाई चाहिँ म मेरो स्क्रिप्टमा राख्छु भनेर अभियसली आफै डिसाइड गर्न सक्यो। तर इफ हामीसँग टाइम छैन भने वी क्यान सिम्पली सबै काम चाहिँ हामीले एआईलाई दिन सकिन्छ क्या। सो बेसिकली अब म कुनै पनि एआई खोल्छु, म चाहिँ च्याट जिपिटी नै प्रिफर गर्ने भएर च्याट जिपिटी नै युज गरेँ। सो च्याट जिपिटीमा आइसकेपछि चाहिँ मैले एउटा प्रम्प्ट दिन्छु। सो यो प्रम्प्ट चाहिँ कस्तो हुन्छ भन्दाखेरि, सो यो प्रम्प्ट चाहिँ म कमेन्ट सेक्सनमा हालिदिन्छु। सो सिम्पली तिमीले केही पनि गर्नु परेन, सिम्पली यो जुन चाहिँ सिंहदरबार लेखेको पार्ट छ नि, सो सिंहदरबार लेखेको पार्टलाई चाहिँ तिमीले आफ्नो जुनसुकै मोन्युमेन्ट हुन्छ नि, लेट्स चाहिँ अब कसैले स्वयम्भूको गर्ला, कसैले भक्तपुर, पाटन, काठमाडौँ, डिफ्रेन्ट मोन्युमेन्ट्सको गर्न सकिन्छ नि त। सो त्यो आफ्नो जुन चाहिँ मोन्युमेन्ट हो त्यो चाहिँ यहाँनिर रिप्लेस गरिदियो भने, बाँकी सबै जस्तो छ त्यत्तिकै छोडिदियो भने इट विल गिभ एउटा रिजल्ट। सो यो रिजल्टमा चाहिँ के हुन्छ भन्दाखेरि, तिमीहरूको सिंहदरबार अथवा तिमीहरूले चुज गरेको मोन्युमेन्टमा म्याथ्स कसरी युज हुन्छ भनेर एउटा बेसिक एउटा फ्रेमवर्क जस्तो एउटा चाहिँ तिमीलाई प्रोभाइड गरिदिन्छ। सो लेट्स चाहिँ यहाँ के छ भन्दा, सिंहदरबार द ग्रान्ड प्यालेस इन काठमाडौँ मे लुक लाइक अ सिम्बल अफ पोलिटिकल पावर एन्ड हिस्ट्री बट बेनेथ इज लाइक त्यो म्याथमेटिक्स छ यहाँ हो भनेर चाहिँ एउटा यसले चाहिँ की फिचर्सहरू दिन्छ। अब तिमीहरू यो सर र पढेर एउटा नोट डाउन गरेर अनि तिमीले कुन कुन कुरा हाल्ने कुन कुन कुरा नहाल्ने भनेर पनि के गर्न मिल्छ त भन्दाखेरि इन्क्लुड गर्न मिल्छ। तर हामीलाई चाहिँ अहिले स्क्रिप्ट चाहिरहेको छ नि त। सो स्क्रिप्टलाई चाहिँ म कसरी बनाउँछु, स्क्रिप्ट चाहिँ कसरी गर्छु भनेर त्यो पनि अगाडिको भिडियोमा छ है। सो यसले चाहिँ हामीले सिम्पली एउटा के दिन्छ त, एउटा फ्रेमवर्क टाइपको प्रोभाइड गरिदिन्छ जसको थ्रुबाट चाहिँ हामीले आफै स्क्रिप्ट चाहिँ क्रिएट गर्न सक्छौँ। अब यदि तिमीलाई यो कुनै कुरालाई चाहिँ चेन्ज गर्नु पऱ्यो अथवा कुनै कुरा थप्नु पऱ्यो भने देन एउटा फलोअपमा फेरि के दिने त भन्दाखेरि, हाम्रो अरू आइडियाहरू यस्तो थप्दै उस्तो थप्दै भनेर भन्न चाहिँ हामीले सक्यो। अब मलाई यदि आइडिया मन पऱ्यो अरे, ठिक छ, मलाई चाहिँ म सबै पढेँ, मलाई चाहिँ एकदम राम्रो लाग्यो। अब म सेकेन्ड स्क्रिप्ट दिन्छु, सरी सेकेन्ड प्रम्प्ट दिन्छु। सो सेकेन्ड प्रम्प्ट चाहिँ यो छ। सो यो पनि म कमेन्ट सेक्सनमा हालिदिन्छु। सो बेसिकली यो सेकेन्ड प्रम्प्टमा चाहिँ तिमीले कहीँ चेन्ज गर्नु परेन, जस्ट यहाँ सिंहदरबारको सट्टा त्यो मोनुमेन्ट डिस्कसमा तिमीहरूको जुन चाहिँ मोनुमेन्ट हो त्यो डिस्कस गर्न पायो। नाउ यो चाहिँ मैले सिम्पली यो अहिलेको एमबाग कलेजवाला जुन चाहिँ हाम्रो स्क्रिनिङ राउन्ड भन्ने छ, त्यो स्क्रिनिङ राउन्डको लागि 2 मिनटको जुन चाहिँ हामीलाई स्क्रिप्ट चाहिएको थियो एमङ 3 पिपल, सो त्यसको लागि चाहिँ मैले बनाएको यो प्रम्प्ट हो होइन। सो इफ युआर पार्टिसिपेटिङ इन अरू कुनै पनि म्याथ डिबेटमा पार्टिसिपेट गरिरहेछौ भने चाहिँ त्यही अनुसारको तिमीहरूले यहाँनिर चाहिँ कति वर्डको चाहिने, त्यसपछि कति मिनटको चाहिने भनेर सबै चाहिँ यहाँनिर चेन्जेस गर्नुपर्छ। माथिको चाहिँ खासै केही चेन्ज गर्नु परेन। सो यु जस्ट ह्याभ टु चेन्ज ओभर हियर। अनि मैले चाहिँ के युज गरेको छु भन्दाखेरि, सो हाम्रो 3जनाको ग्रुप बनेको छ नि त। सो 3जनाको ग्रुप भन्दाखेरि चाहिँ 3जनालाई छुट्टा छुट्टै रोल दिएको छु, बिकज यु एज अ ग्रुप सबैले एउटै कुरा गर्नुभन्दा पनि कसैले एउटा, मैले चाहिँ 3वटा भागमा चाहिँ डिफ्रेन्ट रोलहरूलाई छुट्याइदिएको छु क्या। सो द फर्स्ट वान इज भिजनरी, जसले चाहिँ के गर्छ भन्दाखेरि एउटा फिलोसोफिकल तिमीहरूलाई हुन्छ नि, एउटा जुन चाहिँ अडियन्सले सुनिरहेको हुन्छ नि, सुनिरहेको मान्छेलाई चाहिँ एउटा प्रपर अब तिमीहरूको आइडिया दिनको लागि चाहिँ एउटा टोन सेट गरिदिन्छ। एउटा भिजनरी भन्ने एउटा फर्स्ट रोल अफ एउटा ग्रुपको एउटा मान्छेको। सो ग्रुपको 3जना मान्छेलाई बेस्ड अन देयर लाइक हुन्छ नि बोल्ने
तरिका बेस्ड अन लाइक कसरी तिनीहरूले अब कतिको लजिकल छ मान्छे, कतिको बोल्न सक्छ, त्यो अनुसारको चाहिँ तिमीहरूले बेसिकली तिनजनाले तिनवटा रोल दिन सक्छौ। सो तिनजना छ हामीसँग। सो फर्स्ट वानले भिजनरी के भने त अडियन्सलाई सेट गर्ने काम गर्छ। सेकेन्ड एनालिस्टले चाहिँ के गर्छ भन्दाखेरि त्यो म्याथ्स जहाँ युज हुन्छ नि त्यो कुराहरू चाहिँ बेसी उसले गर्छ। अर्को भनेको हामीसँग इमेजिनर छ। सो उसले चाहिँ के गर्छ भन्दाखेरि अडियन्सलाई क्वेसनिङ गर्ने कामदेखि लिएर अडियन्सलाई चाहिँ तिमीहरूको आइडिया झनै धेरै सुनिदियोस् भनेर त्यो क्वेसनहरू सोध्नेदेखि लिएर त्यस्तो त्यस्तो काम चाहिँ गरेर हुन्छ। सो बेसिकली तिनजनाको चाहिँ पर्फेक्ट पार्ट हुन्छ हाम्रो ओभरअल स्क्रिप्टमा। अब यति गरिसकेपछि हामी के गर्छौँ भन्दाखेरि सिम्पली मैले यो प्रम्प्ट दिइसकेपछि यहाँनिर मसँग एउटा प्रपर स्क्रिप्ट तयार हुन्छ। सो भिजनरीले सुरुमा के भन्यो भन्दाखेरि वाट इफ आई टोल्ड यु द्याट सिंहदरबार डजन्ट जस्ट स्ट्यान्ड अन ब्रिक्स एन्ड स्टोन बट अन म्याथमेटिक्स भनेर एउटा के गर्यो त सुरुमा अडियन्सलाई सेट गर्यो। त्यसपछि एनालिस्टले अब क्लोजर लुक एट यो सिमेट्रीदेखि लिएर म्याथ्सको कुरा गर्यो र इमेजिनरले के गर्यो त भन्दाखेरि सिम्पली यदि नभइदिएको भए के हुन्थ्यो कस्तो हुन्थ्यो भनेर कुरा गर्न थाल्यो। अब यो चाहिँ मलाई अलिकति छोटो लाग्यो होइन, बिकज यहाँनिर एउटा मात्र एक्सचेन्ज छ। सो मैले चाहिँ के गरेँ भन्दा यसलाई चाहिँ अझै फलोअप प्रम्प्ट दिएँ क्या। सो यदि मलाई मन परेन भने चाहिँ म आफ्नै अनुसारको मोडिफाई गर्न सक्छु नि त। सो मैले चाहिँ यसलाई मोडिफाई गरेँ। मैले के भनेँ भन्दा मलाई चाहिँ अझै म्याथमेटिकल र डिटेल्ड एनालिसिस चाहियो भने अब यसले फेरि अर्को एन्सर दियो, तर अझै मलाई चित्त बुझेन क्या। अब मैले फेरि के गरेँ भन्दा अगेन आई केम ब्याक टु सिंहदरबार अनि मैले एकपल्ट सिंहदरबारको पिक्चरलाई राम्रोसँग हेरेँ र देन आई नोटिस फ्यु थिङ्स। सो मलाई सबभन्दा सुरुमा मन पऱ्यो भने यो टल यो जुन चाहिँ हाम्रो छ नि यो फसेट्स भन्छ यो हाम्रो अगाडिपट्टिको यो पार्टहरू भयो। त्यसपछि यो हेर्ने भने यो सिक्वेन्सियल्ली यो ढोका जस्तो पनि गइरहेको हुन्छ। सो यो कुराले चाहिँ अलिकति आई क्याची छ नि त। सो यो कुराहरूलाई चाहिँ मैले इन्क्लुड गर भनेर नेक्स्ट अर्को फलोअप प्रम्प्ट दिएँ क्या। सो अब हेर्नु न अफिसेसहरूलाई डिभाइड गरेको अनि त्यसपछि साउन्ड पर्सपेक्टिभको कुरा अनि यो टल फसेट्सको कुरादेखि लिएर चाहिँ सिक्वेन्सको कुरा सबै कुरा एड गरेँ भने अनि लास्टमा चाहिँ मलाई फिलोसफिकल लाइन एड गर्न मन लाग्यो, जसले गर्दाखेरि चाहिँ हुन्छ नि अडियन्सलाई तिमीहरूको डिबेट चाहिँ अलिकति झन् राम्रो लागोस् भनेर चाहिँ एउटा लाइन पनि एड गर्न भने। सो आफ्टर डुइङ अल दिज देन मैले चाहिँ एउटा फेरि स्क्रिप्ट जेनेरेट गरेँ। अझै मलाई के चित्त बुझेन भन्दाखेरि अगेन यहाँनिर एउटा मात्र एक्सचेन्जेस छ। सो यसलाई चाहिँ अलि इन्ट्रेस्टिङ बनाउनलाई मैले के भने भन्दा द स्क्रिप्ट इज गुड तर मलाई अझै एक्सचेन्जेस चाहिरह र फर्स्ट प्याराग्राफ चाहिँ अझै इन्ट्रिगिङ हुनु पऱ्यो। इन्ट्रिगिङ भन्नाले चाहिँ अडियन्सले त्यो सुन्न साथै अडियन्सको अटेन्सन चाहिँ तिमीहरूको स्क्रिप्टतिर तिमीहरूको डिबेटतिर तिमीहरूको त्यो भोइसतिर जाओस् क्या। त्यही भएर त्यस्तो एउटा राम्रोवाला मलाई चाहिँ स्क्रिप्ट रेडी पार भने। एन्ड नाउ दिस इज द फाइनल स्क्रिप्ट। सो भिजनरी भनेको तिमीहरूको फर्स्ट मान्छेले के भन्छ भन्दाखेरि क्लोज यु आइज फर अ सेकेन्ड इमेजिन वकिङ इन्टु सिंहदरबार यो फुट स्टेप्स इको इभनली कोरिडोर स्ट्रेट्स हेड। यो सबै कुरा उसले चाहिँ पहिला सुरु अडियन्सलाई सेट गर्ने काम गर्यो नि त। अब एनालिस्टले के गर्छ भन्दाखेरि म्याथमेटिकल कुरा गर्छ क्या। जस्तै रेक्ट्याङ्गुलर टाइलले के गरिरहेछ सब डिभिजनको कारणले गर्दाखेरि अब त्यो बिल्डिङ कसरी इभन देखिरहेछ सिमेट्रीको कुरादेखि लिएर इच एन्ड एभ्रिथिङ एनालिस्टले गर्यो। अब इमेजिनरले के गर्छ भन्दाखेरि अडियन्सको अझै अटेन्सन ग्र्याब गर्न अडियन्सलाई सोच्नलाई मजबुर गराउँछ क्या। अब यदि त्यो कर्भ फ्लोरहरू होइन यदि सर्कुलर टाइलहरू युज भएको भए यदि रेक्ट्याङ्गल युज नभएको भए चाहिँ कस्तो हुन्थ्यो होला भनेर अडियन्सलाई सोच्न चाहिँ झन् के गर्छ त कम्पेल गर्छ। अनि देन एनालिस्टले फेरि त्यसको एन्सर दिन्छ। म्याथको आवाज यस्तो हुन्छ, म्याथ्स भएन भने यहाँ हुन्छ ऊ हुन्छ, सबै कुराहरू चाहिँ एनालिस्टले गर्छ। देन यसरी चाहिँ मल्टिपल एक्सचेन्जेसमा आइसकेपछि तिमीहरूको एउटा प्रपर स्ट्रक्चर प्रपर स्क्रिप्ट चाहिँ तयार हुन्छ। सो अब यही स्क्रिप्ट युज गर्नुपर्छ अथवा यही स्क्रिप्टै युज गर्नुपर्छ भन्ने चाहिँ होइन। तिमीहरूले चाहिँ यो एज अ एउटा के भन्छ त्यसलाई बिल्डिङ ब्लक जस्तो लिएर यसमा तिमीहरूको कुराहरू एड गर्न मिल्यो। तिमीहरूलाई यसले मोर ह्युमन टोनमा चाहिँ कन्भर्ट गर्नुपर्ने हुन्छ। यो चाहिँ अलिकति जेनरल सुनिन्छ होइन। अरू तिमीहरूले थोरै आफ्नो वर्डहरू पनि हाल्यो भने अनि त्यसलाई अझै ह्युमनाइज फर्ममा लग्यो भने चाहिँ इट वुड साउन्ड गुड। र तिमीहरूको यो तरिकाले जुन चाहिँ मैले अहिले भर्खर भने नि सो योवाला मेथडले गयो भने चाहिँ डिबेट पनि तिमीहरूको डिबेटमा पनि अलिकति हुन्छ नि राम्रै स्क्रिप्ट रेडी हुन्छ। एज वेल एज तिमीहरूको जुन चाहिँ तिनजनामा ग्रुपमा डिभाइड भएको छ नि त्यो ग्रुपमा को के बोल्ने भनेर खासै चिन्ता पनि लिनु पर्दैन। बेस्ड अन त्यो तिनवटा रोल कोस चाहिँ कस्तो छ कसको भोइस चाहिँ अलिकति हुन्छ नि अब एनालिस्टको
के अरे भिजनरीको भोइस चाहिँ अलिकति उयो हुनु पऱ्यो क्या, भन्नाले तिमीहरूको अडियन्सलाई ग्र्याब गर्न सक्ने टाइपको। एनालिस्टको चाहिँ अझ त्यस्तो सिरियस टोनवाला को छ, त्यसरी चाहिँ बेस्ड अन द टिममेट्स द्याट यु हेभ इन यर ग्रुप तिमीहरूले चाहिँ बेसिकली यो रोल्सहरू चाहिँ छुट्याउन मिल्छ। डिबेटमा सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ हाउ यु पोर्ट्रे यर आइडियाज क्या। तिमीहरूको आइडियाज भन्दा पनि तिमीहरूले कसरी चाहिँ त्यो आइडियालाई देखाइरहेछ अडियन्सलाई, त्यो आइडिया चाहिँ कसरी सुनाइरहेछ। सो इट सुड कस्तो चाहिँ सुनिनु पर्छ भन्दाखेरि अडियन्सहरू अथवा जो मान्छेले सुनिरहेछ नि त्यो उनीहरूसँग चाहिँ रिलेट गर्न सकोस् क्या। उनीहरूले चाहिँ एटलिस्ट उनीहरूलाई सोच्नेमा चाहिँ तिमीहरूले के गर्न सक्नु पऱ्यो त भन्दाखेरि मजबुर बनाउन चाहिँ सक्नु पऱ्यो। अदरवाइज चाहिँ कस्तो हुन्छ भन्दा तिमीहरू सिम्पली एउटा एसे पढे जस्तो हुन्छ क्या, त्यस्तो चाहिँ हुनु हुँदैन डिबेटमा। तिमीहरूको जे कुरा छ, तिमीहरूले राख्न खोजेको जे आइडिया छ, त्यो आइडिया चाहिँ जो अगाडिपट्टिको मान्छे छ नि, जो अडियन्स छ नि, जसले सुनिरहेछ नि, त्यो मान्छेको दिमागमा चाहिँ त्यो आइडिया छिर्नु पऱ्यो। त्यो मान्छेको दिमागमा चाहिँ तिमीहरूले जे भन्न खोजेको छ नि तिमीहरूको आइडिया तिनीहरूको दिमागमा ट्रान्सफर गर्नु पऱ्यो क्या। सो त्यसको लागि चाहिँ यु निड टु प्र्याक्टिस अन हाउ यु लाइक पोर्ट्रे योर आइडियाज। मेन कुरा भनेको तिमीहरूको टोनमा, मेन कुरा भनेको द वे यु स्पिक, तिमीहरू कति कुन चाहिँ पेसमा कुरा गरिरहेछ, तिमीहरूले कुन चाहिँ कुरा गर्ने बेलामा तिमीहरूको टोन पेसदेखि लिएर एक्सप्रेसन कस्तो छ, इच एन्ड एभ्रिथिङ म्याटर्स क्या। त्यो हरेक कुरा मिलेपछि चाहिँ बल्ल तिमीहरूले चाहिँ आफ्नो आइडिया अरूकोमा अथवा अरूलाई चाहिँ देखाउन सक्छ। अदरवाइज चाहिँ कस्तो हुन्छ भन्दाखेरि एज आई टक अर्लियर तिमीहरू केही रट्या जस्तो हुन्छ, उनीहरूले खासै त्यो अब रट्या जस्तो भइसकेपछि त नो वान विल बी इन्ट्रेस्टेड होइन त्यो कुरा सुन्नको लागि चाहिँ। सो द्याट्स वाइ के गर्नु पऱ्यो भन्दाखेरि तिमीहरूको डिबेटमा आइडिया चाहिँ अलिकति क्लियर, स्क्रिप्ट चाहिँ अलिकति कस्तो हुनु पऱ्यो भन्दाखेरि टोनदेखि लिएर इच एन्ड एभ्रिथिङ चाहिँ त्यो मिल्नु पऱ्यो। सो इफ एनी कन्फ्युजन देन मेक स्योर टु कमेन्ट डाउन बिलो, अनि त्यो कन्फ्युजन चाहिँ म क्लियर गरिदिन्छु। सो एज एज आई टक अर्लियर यो भनेको चाहिँ सिम्पली यो अब आउन लागेको एम्बा कलेजको म्याथ डिबेट्सको लागि मात्र हो। सो इफ यु वान अलिकति अरू डिबेटको लागि हो भने चाहिँ हामीले सुरुको प्रममा चेन्ज गर्नुपर्छ। अदर देन द्याट इट्स गुड टु गो। ओके, थ्याङ्क यू सो मच फर वाचिङ, सी यु नेक्स्ट टाइम।